नमस्ते साथीहरू। म चाहिँ विगत 4-5 वर्षदेखि यो बोट बिरुवा सम्बन्धी बोनसाई भन्ने कलामा चाहिँ अलिअलि घरमै बोट बिरुवाहरू बनाउने, बोट बिरुवा राम्रो गर्ने चाहिँ नि अलिअलि सिकिरहेको छु। अहिले यो मैले लगभग 2 वर्ष जति पुरानो यो कागतीको बिरुवालाई चाहिँ नि रिपोर्टिङ गर्न लागेको छु। खासमा चाहिँ यो बोनसाई कला भनेको चाहिँ चाइनाबाट आएको रहेछ र यो बोनसाई बिरुवा भनेको चाहिँ तपाईको यो ठुलो रुख जस्तो, सानो गमलामा ठुलो रुख जस्तो देखिने गरेर गमलामा उमार्नुलाई बोनसाई कला भनिँदो रहेछ। मैले पनि यो युट्युबहरू, फेसबुकहरूमा हेरेर विगत 4-5 वर्षदेखि यो अलिअलि सिक्दैछु र अहिले 5 वर्षपछि अलिअलि मसँग केही मात्रामा बोट बिरुवाहरू बनेको भएर यो चाहिँ नि तपाईहरुलाई अलिअलि देखाउनको लागि म यहाँ तपाईहरुलाई भिडियो बनाएको हो। सबैजनाले पुरा हेरिदिनु होला र बोट बिरुवा सम्बन्धी कुनै पनि तपाईलाई जानकारी चाहियो भने मसँग चाहिँ नि लगभग 5 वर्षको चाहिँ अब भनौँ न 5-6 वर्षै भनौँ न को अनुभव छ मसँग। तपाईहरुलाई पनि केही यसो बोट बिरुवा बारे सल्लाह सुझाव केही चाहेमा पनि मलाई सम्पर्क गर्न सक्नुहुन्छ र तपाईहरुसँग कुनै किसिमको पुरानो तपाईहरुलाई काम नलागेको जस्तो बोट बिरुवाहरू छ भने पनि मलाई चाहिँ कमेन्ट गरेर दिन सक्नुहुन्छ। म त्यो बिरुवालाई चाहिँ नि राम्रो आकार प्रकार दिएर राम्रो बनाउने कोसिस गर्छु। तपाईहरुले पनि यो मैले भिडियोमा देखाए जस्तै सानो गमलामा रोपेर ठुलो बनिस जराहरू, त्यो मसिनो जराहरू ठुलो आइसकेपछि यसरी काटकुट गरेर चाहिँ जरालाई मेन ठुलो मोटो जरालाई चाहिँ नि काटेर चाहिँ मसिनो जराहरू मात्र बाँकी राखेर यो सानो धेरै गहिरो नभएको गमलामा यसरी वर्षको एकचोटि सार्दिनु भयो भने सानो सानो बोनसाई बिरुवाहरू बन्छ साथीहरू। यसरी कैँचीले काटेर सानो बिरुवालाई चाहिँ नि तपाईहरुले होचो खालको बोनसाई पटमा बनाउन सक्नुहुन्छ। यो बोनसाई पट पनि मैले आफैले घरमा सिमेन्टबाट बनाएको हो र मेरो पछाडि पनि तपाईहरुले देख्न सक्नुहुन्छ सानो सानो अरु बिरुवाहरू पनि 2-3टा बोट देख्न सक्नुहुन्छ। यसरी मजाले हेर्नुस् पहिला कुन पोजिसनमा राख्दाखेरि ठिक हुन्छ। यसरी गरेपछि जुन हाम्रो मसिनो तारहरू हुन्छ त्यो तारले चाहिँ नि बान्नु पर्ने हुन्छ। फेरि यो हावाहुरीको सिजन छ अहिले चैत वैशाखमा हावाहुरीले जरा हल्लाउने अनि जरा हल्लिएपछि चाहिँ नि बोट बिरुवा मर्न सक्छ। त्यही भएर चाहिँ नि
तपाईहरुले राम्रोसँग पछि वायरले मजाले बान्नु होला। बोट बिरुवा चाहिँ नि हुर्काउनलाई धेरै टाइम लाग्छ, छिटो हुँदैन यो बोनसाई बनाउने भनेको। तपाईको राम्रो खालको बोनसाई बन्नलाई चाहिँ नि 2 वर्ष 3 वर्ष लाग्छ। र साथीहरु यो बोनसाई भनेको चाहिँ नि तपाईको एउटा यो कहिल्यै नसिद्धिने कला भनेर पनि भनिदो रहेछ। मैले पनि यही फेसबुक युट्युबहरुमा हेरेर सिकेर अहिले सिक्दैछु। सबैजनाले लाइक शेयर गरिदिनु होला। अनि यो बोनसाई बिरुवाहरु रोप्दाखेरि चाहिँ नि माटो नअड्डिने, माटोमा पानी धेरै नअड्डिने गरेर एकदम पानी निस्किहाल्ने किसिमले चाहिँ नि बनाउनु पर्दो रहेछ। माटो चाहिँ मल, माटो, बालुवा, इँटाको मसिनो टुक्राहरु भए पनि हुन्छ। पानी अड्डियो भने चाहिँ नि बोट बिरुवा चाहिँ नि को जरा कुहिने रहेछ, कुहिएपछि बिरुवा मर्ने रहेछ। मैले पनि यति सिक्नको लागि धेरै बोट बिरुवाहरु मारिसके मैले नजानेर सिक्ने क्रममा। यसरी माटो राखेर चाहिँ मजाले तपाईहरुले चाहिँ नि मजाले एउटा सानो सिन्का जस्तोले भित्रपट्टिको हावाको ग्याप नहुने गरेर मजाले तपाईहरुले माटो हाल्नुपर्ने हुन्छ। माटो हालिसकेपछि यसरी हातले थिच्नु भयो भने हुन्छ। र मैले अघि नै त्यो जुन यो तार राखेको थिएँ त्यो तारले मजाले रुख नहल्लिने गरी कस दिनु होला। किनभने अब यो बोट ठुलो हुन्छ, हावाहुरीले त्यो जरा हल्लायो भने चाहिँ नि जरा चाहिँ नि हल्लिने हुन्छ र पछि बिरुवा मर्ने सम्भावना धेरै हुन्छ। यसरी तारले बान्दिनु भयो भने चाहिँ मजाले तपाईको हल्लिन पनि हल्लिँदैन। माटो अलिअलि हामीले पानी दिने बेलामा बगेर गए पनि तपाईको चाहिँ नि मुनि अर्को मसिनो जराहरु हुन्छ, त्यो जराले चाहिँ नि तपाईलाई बिरुवालाई पानी, मल, पोषक तत्वहरु चाहिँ त्यताबाट बिरुवालाई गइरहन्छ। अनि तपाईले यो सरिसकेपछि चाहिँ नि पछि तपाईले यस्तै मैले यो सिन्काले घोचेको यो वास्तवमा यो एउटा एल्युमिनियमको तार हो, फलामको चाहिँ हुँदैन, खिया लाग्दो रहेछ। यही तारले तपाईले चाहिँ नि हाँगापिङ्गाहरु बाङ्गो बनाएर जस्तो अब ठुलो रुखहरुको हुन्छ हाम्रो जस्तो चौतारातिर बर पिपल ठुलो ठुलो रुखहरु हुन्छ, त्यसको हाँगाहरु एकदम बाङ्गो टिङ्गो भएको हुन्छ। त्यस्तै देखिने गरेर जस्तो तपाईको मनमा जस्तो आउँछ, तपाईको दिमागमा जस्तो चित्र बन्छ त्यस्तै खालको बनाउनु पर्ने रहेछ खासमा चाहिँ। अब मैले पनि धेरै समय त भएको छैन, 4 वर्ष 5 वर्ष जति भयो। यो म फुर्सदको टाइममा चाहिँ यसरी बोट बिरुवाहरुमा चलेर खेलेर टाइम पास गर्ने गर्दछु, कहिले गीत गाउने। अनि यसको यो भिडियो चाहिँ मैले धेरै लामो भएको भएर यसमा चाहिँ हालेको छैन। यो पछि तपाईको यो यसमा यो रिपोर्टिङ गरिसकेपछि चाहिँ पातहरु चाहिँ तपाईको सबै काटेर फाल्दिनु पर्छ, नत्र पातहरु सबै सुकेपछि नराम्रो देखिन्छ। पातहरु पनि यो जुन नयाँ नयाँ कलिलो टुप्पाहरु आएको छ, मुनाहरु, त्यो मुनाहरुलाई पनि काटेर कलिलो मुनाहरुलाई काटेर त्यो नयाँ नयाँ पुरानो लाई मात्र राख्नुपर्ने हुन्छ। नत्र चाहिँ नि त्यो पात चाहिँ तपाईको
त्यसले चाहिँ नि अब त्यो बिरुवाभित्र भएको पानी मल पोषक तत्त्वहरू चाहिँ नि सबै त्यो पातले लिन्छ र चाँडै सुक्न सक्छ। त्यही भएर चाहिँ नि यो पातहरू चाहिँ पछि लास्टमा तपाईँले पानी हालिसकेपछि पात चाहिँ नि मजाले सबै काटेर फालिदिनु पर्ने हुन्छ, जरा मात्र हुने गरेर। र तपाईँले बिरुवा यसरी रिपोर्टिङ गर्दाखेरि चाहिँ नि मजाले जुन त्यो बिरुवाको फेद छ, फेद नहल्लिने गरी बेस्करी माटो कसेर हाल्नुपर्ने हुन्छ। फेरि यो बिरुवाहरूलाई चाहिँ नि हामीले नजानेर, मैले पनि थुप्रै मारेँ पहिला, अहिले यतिको जानेको छु। पानी हाल्दाखेरि पनि धेरै हाल्न नहुने रहेछ। विशेष गरी जाडो महिनामा हामीले चाहिँ नि माथिको भाग चाहिँ नि सुकेको देखेर चाहिँ उ गर्छौँ, पानी हालेकै गर्छौँ। पानी चाहिँ वास्तवमा धेरै हाले गर्न नहुने रहेछ। पानी हालिसकेपछि चाहिँ नि जाडो महिनामा त्यो जरा चाहिँ नि कुहिने रहेछ। र अब मैले यति